सिलिन्डर चाहिँ हाम्रो के भन्छ सिलिन्डरको हेर्दा दुईवटा बेस यसको दुईटा बेस हुन्छ बीचमा यदि तिमीले बेसलाई हटाउने हो भने बेसलाई हटाउने हो भने यहाँ बीचमा के देखिन्छ यो दुईटा सर्कललाई हटाइदियो भने तिम्रो यहाँ रेक्टेंगुलर देखिन्छ दुईटा सर्कल छैन यो दुईटा सर्कल छैन देखिरहेको छैन भनेपछि यो कस्तो चित्र बन्छ यस्तो चित्र बन्छ यो चित्र बन्छ यो दुईवटा सर्कल भएन माथि र तलको सर्कल भएन भने यो चित्र बन्छ सिलिन्डर जहिले पनि यहाँको चाहिँ सर्कल र यहाँको सर्कल हटाइदिनु बीचमा सिलिन्डर भन्छ के अरे रेक्टेंगल भन्छ रेक्टेंगल भनेको के हो आयत भन्छ अब हामीले यसमा निकाल्नु पर्ने के हो भने यसको वक्र सतहको क्षेत्रफल भनेको मतलब यसको क्षेत्रफल निकाल्नु पर्छ वक्र सतहको क्षेत्रफल आयतको क्षेत्रफल सिआसे यसको 1 नम्बरमा सिआसे निकाल्ने फर्मुला के हो त सिआसे निकाल्ने फर्मुला के होला वक्र सतहको क्षेत्रफल निकाल्नु पाइआरएल हुन सक्छ यहाँ पनि कुनै पनि चीजको क्षेत्रफल निकाल्ने बेला l * b हो हाम्रो फर्मुला हैन यसको जस्तै l * b हो l * b हो तर हाम्रो यहाँ यो पुरै याच हुन्छ छ नि यो पुरै याच हो सिलिन्डर यहाँदेखि यहाँसम्मको सबै याच अब यहाँनिर के हुन्छ त भने यो साइडमा यो भनेको r हुन्छ यतातिर पनि r हुन्छ यतातिर पनि r हुन्छ सेन्टरसम्म रेडियस 2πr अब हामीले जस्तै यो दुईटालाई हटाउने हो भने यो त याच भयो ओके याच भयो नि यो के भयो r भयो यो पनि r हैन यो हटाउने हो भने यो साइड भनेको के हो r हो अब यो r मात्रै होइन के यहाँनिर हेर्नु त r भनेको त आधा हो के r ले आधा हो नि यो त पुरै हो नि त यहाँबाट यहाँसम्मको भ्यालुलाई के भन्नु r² भन्ने एउटा आधा r यहाँ छ आधा यता पनि r हो टोटल कति भयो टोटल कति 2r भयो नि त यो के हो 2r यहाँसम्म r हो भने यो पुरै के हो डायमिटर हो के डायमिटर भनेको 2r हो के न r भनेको d/2 डायमिटर भनेको के हो 2r एरिया अब यो दुईटा के हो 2r हो यो याच अब हामीले l * b को फर्मुला लाउनु पर्यो l * b को फर्मुला लाउँदाखेरि के हो यो l हो यो b हो ओके यसमा हेर्नु के l र b हो नि यो दुईटा यताको र यताको बराबर यताको र यताको बराबर अनि हाम्रो के भयो फर्मुला l * b भनेको चाहिँ हाम्रो यहाँ l भनेको याच छ b भनेको 2r छ हेर्नु अब अहिले यसो हेर्नु भने 2r याच भयो ओके अब हामीले यहाँनिर यो जति पनि मैले सर्कुलर बेस वाला सर्कल जस्तो आउँछ त्यहाँ के आउँछ भने यसो पाइ आउँछ हाम्रो के भयो त फर्मुला हेर्नु 2 एउटा पाइ आउने भयो अर्को r यही छ अर्को यो त्यो फर्मुला यसरी बनेको हो के सिआरसी को फर्मुला हेर्दा 2πr याच कसरी बनेको यहाँ याल भनेको के हुन्छ याच हो सिलिन्डरमा b भनेको 2r डायमिटर हो के यहाँसम्म r भयो हामीले यतापट्टिको अर्को r जोडेर के भयो 2r दुईटा r भने r² होइन 2r बुझ्यो नि r * r 2r हुने फरक बुझेको है ल यो चाहिँ हाम्रो के आयो सिआरसी आयो सिआरसी भनेको के हो वक्र सतहको क्षेत्रफल जे कुरा हामीले हेर्दाखेरि देखिन्छ भिजिबल छ हेर्दाखेरि देखिने चीजको मात्रै क्षेत्रफल हो यो तिमीले जति हेर्न सक्यौ देख्न सक्यौ त्यही कुराको क्षेत्रफल हो के यो सबै कुराको क्षेत्रफल होइन बुझ्यो नि अब त्यसको मा 2 मा टिआरसी निकाल्नु पर्यो टिआरसी भनेको के हो भने तिमीले हेर्दाखेरि देखेको जति छ त्यो प्लस बाँकी रह्यो बाँकी के छ यहाँ के बाँकी रहेको छ भन्नु त के बाँकी छ यहाँ यो सर्कल बाँकी छ कि छैन एउटा यो सर्कल अर्को यो सर्कल बाँकी हो कि हैन दुईवटा सर्कल बाँकी हो कि हैन यो बीचको मात्र निकाले यो त हाम्रो यो भनेको के हो यो बीचको मात्र निकाले हामीले बीचको जुन हामीले देख्छौं त्यही मात्र यो दुईटा त देख्दैन नि चित्रमा पो हामीले यो दुईटा देखिरहेको छौं यसरी राख्यो भने त हामी देख्दैन अब्जेक्टको तल माथि हेर्दै यसरी राख्यो भने त यो पनि देखिन्छ दुईटा देखिने भनेको यो बीचको मात्र त्यो बीचको देखिने भाग हामीले निकाल्छौं
त्यसलाई भन्छ वक्र सतहको क्षेत्रफल सिआसे कर्व सर्फेस एरिया। अब टिआसी भनेको के त बाँकी रहेको पनि जोड्नु पर्यो। बाँकी रहेको जोड्नको लागि हाम्रो के भयो त यो भनेको सिआसे रे प्लस एरिया बेस हुन्छ क्या आधारको क्षेत्रफल प्लस आधारको क्षेत्रफल हुन्छ नेपालीमै लेखिदिन्छु प्लस आधारको क्षेत्रफल इंग्लिशमा पनि लेखिदिन्छु के भयो आधारको क्षेत्रफल यो भनेको के हो भने सिआसे प्लस एरिया अफ बेस। अब यहाँ कतिवटा बेस छन् टोटल दुईटा बेस छन् रे सिलिन्डरमा दुईटा बेस हुन्छन् एउटा हुँदैन बेस दुईटा हुन्छ सिलिन्डरमा यो पनि बेसै हो यताको पनि बेसै हो यो पनि बेसै हो यताको पनि बेसै हो। त्यसरी उल्टोसम्म पनि राख्न सक्छौं हामी यसरी पनि राख्न सक्छौं दुईटा तरिकाले राख्न सक्छौं सिलिन्डरलाई के खाना पकाउने ग्यासलाई उल्टो बनाएर राख्न सकिन्छ कि नै सकिन्छ नि हो त्यसको दुईटै बेस हो के त्यसलाई दुईटै बेस भन्छ। अब यहाँ सिआसी भनेको 2 पाइ आर याद छँदैछ हो के अब प्लस हाम्रो यहाँ हेर्दा यसको बेसको एरिया भनेको के हुन सक्छ यसको के हो यो पाइ आर स्क्वायर होइन सर्कलको एरिया यो के बनेको छ वृत्तको एरिया के हो पाइ आर स्क्वायर हो के एउटा पाइ आर स्क्वायर प्लस यो एउटा मात्रै हो अर्को के हो माथिको के माथिको पनि के हो त पाइ आर स्क्वायर तलको पाइ आर स्क्वायर भए माथिको अर्कै हुन्छ अमेरिकाबाट आएको छ माथिको एउटै हैन 2 पाइ आर एच ए अब के पनि भयो हेर्दै यहाँ 2 पाइ आर एच प्लस 2 पाइ आर स्क्वायर हुने भयो। अब यो दुईटाबाट कमन लिन्छु म रे म कमन लिएर चाहिँ हिसाब गर्छु भने भयो यही लगाउँदा पनि हुन्छ यही सिधै लगाउँदा पनि हुन्छ जुन लगाए हुन्छ एउटै हो फर्मुला चाहिँ जुन लगाए जस्तै यसबाट हेर यहाँ 2 पाइ आर कमन छ 2 पाइ आर कमन गर्नु पर्यो ओके 2 पाइ आर कमन यहाँ के बच्यो एच यता के बाहिर 2 पाइ आर एच प्लस आर भयो नि। अब यो फर्मुला कन्ट्रोल गर्नु पर्यो यो एउटा यो दुईवटा भयो। अब यसको एउटा बाँकी छ तीनवटा हरेकको तीनवटा हुन्छ है अब हरेक अब्जेक्टको तीनटा चाहिँ फर्मुला हुन्छ तीनवटा एउटा वक्र सतहको क्षेत्रफल अर्को पुरा सतहको क्षेत्रफल अर्को के होला आयतन भोल्युम हैन अर्को लेखौँ भोल्युमको फर्मुला के हो भन त भोल्युमको फर्मुला के 1/3 कहाँ आयो यार इन्टु याद सुन्ने भने जस्तो मैले हेरे म नाम दिएको छु नाम दिएकै छैन यार सिलिन्डरको भोल्युम भनेकै छैन भनेर भोल्युम मात्रै भनिरहेको छु भोल्युमको फर्मुला के एल इन्टु बी याद त्यही हो एल इन्टु बी इन्टु याद। अब हेरे एल रे एल भनेको यहाँ के छ एल भनेको के याद छ कि हैन ए एल पाइ त आइहाल्छ हाम्रो पाइ त के किन आउँछ पाइ किन जहाँ सर्कल हुन्छ त्यहाँ पाइ आउँछ भनिरहेको छु मैले है जहाँ सर्कल देखिन्छ त्यहाँ पाइ आउँछ त्यसो भने पाइ आइहाल्छ इन्टु अब हाम्रो एल भनेको याचो हो कि हैन ए याचो के हैन एल भनेको हाम्रो अघि याद बनाएको मैले अब इन्टु बी भनेको के हो आर हो कि हैन आर हो नि इन्टु आर अर्को एल बी एच भनेको एचै भइहाल्यो अर्को एल बी भनेको कुन हो फेरि आरै हो एल पनि आर बी पनि आर दुईटा आर हो नि कति गयो टोटल मल्टिप्लाई आर इन्टु आर स्क्वायर भयो अरु त सेम छ नि हैन पाइ आर स्क्वायर यसरी आएको एल इन्टु बी इन्टु एच यो हाइट भयो यो लम्बाइ भयो यो चौडाइ भयो त्यसको तीनटै लगाएर भयो एल इन्टु बी इन्टु एच यो चाहिँ याद हुनु पर्यो यो पाइ आर स्क्वायर एच यहाँ 1/3 भएन त किन भएन होला कसैले आन्सर दिनु पर्यो यहाँ 1/3 भयो हामीले अहिलेसम्म 1/3 पढिरहेको छौँ 1/3 भयो किन हो आफै केटाहरूले हैन ट्रायंगल छैन त यहाँ जहाँ ट्रायंगल छ पिरामिडहरुमा हुने हो के त्रिभुज भनेपछि पिरामिड आइहाल्छ सबै भुजाहरू एकै ठाउँमा केमा जोडिएको है
ठिकै ठाउँमा ल यो लेख्नु त अनि यो लेख्नुहोस् अब अर्कोतिर जाउँ यो लेखिसकेपछि अर्को सिलिन्डर भयो तीनटा बढ्यो रे तीनटा बढ्यो मैलेसम्म स्क्वायर बेस पिरामिड सर्कुलर बेस पिरामिड सिलिन्डर सोली एउटा वर्ग आधार पिरामिड अर्को के फेरि बेलना बढ्यो अहिलेसम्म तीनटा पढ्यो अब दुईटा बाँकी छ त्यो दुईटा पढिसकेपछि त्यो दुईटालाई जोड्ने मात्रै हो केही पनि काम छैन जोड्ने त तपाईहरुलाई दिन्छु मैले नाम लेखिदिन्छु त्यो जोडेर तपाईले बनाउनु पर्ला बडा पहिला सिंगल चाहिँ जानुपर्छ है पाँचवटा छन् पाँचको तीनटा फर्मुला जानेपछि 15 वटा फर्मुला 15 वटा सूत्र जाने भने अरु सबै त्यहीबाट बनाउने हो बडा त्यसपछि बनाउने अनि 6 नम्बरमा क्वेशन आउँछ झ्याम्म एउटा आका सिमुलेर लेख्नु हैन ल लेख्नु सर अर्ध गोला 2 नम्बरमा आजको 2 नम्बर है यो अर्ध गोला हजुर आज पढाएको पहिले एउटा सिलिन्डर पढ्यो अब अर्ध गोला पढ्ने के अब के भयो हेमिस्फियर यसलाई हेमिस्फियर भन्छ हेमिस्फियर है यो भयो तपाईहरुको घरमा अर्ध गोला छ क्वेशन मेरो त्यही छ अर्ध गोला छ कि छैन अर्ध गोला छैन पन्ना फुटाले हा अर्ध गोला टाकेको छ सर अन्डाको प्रोसेस आउँछ कचौरा छ हुनु नि त सिधै टाइपको छ भने हैन नि त छ अर्ध गोला किन छैन तपाईको घरमा प्राइस छैन छ त्यही त अर्ध गोला हो देख्नु आयो कचौरा छ अर्ध गोला हैन त कुनै गोला नभएकोलाई त अर्ध गोला हुने हो नि त ए हाम्रो के भयो त अर्ध गोला ट्याक्का मारेर अर्ध गोला हुनु है त्यस्तो भाँडो छैन तपाईहरु घरमा छ नि हैन अनि किन छैन भने अर्ध गोला छ भने छ अर्ध गोला छ ल अब यसको चाहिँ यो यहाँसम्म त जस्तो यो चाहिँ रेडियस हुन्छ यहाँभन्दा तल आउनेलाई पनि हामी रेडियसै भन्छौँ है त्यसमा रेडियस अर्धव्यास हो आर भनेको अर्धव्यास हो यो त पनि अर्धव्यास हो थाहा भयो नि यो व्यास भनेको के हो यो व्यास भनेको के हो सिलिन्डरको उचाइ बेलनाको उचाइ है पुरा थाहा पाउनु पर्यो यहाँ यता चाहिँ अब सबै यो हेमिस्फियरमा चाहिँ के हुन्छ भने तपाईहरुको एउटा मात्रै काम हुन्छ त्यहाँ आर मात्रै युज हुन्छ अब तपाईलाई यदि यसको नाम लेख्यो भने यो सर्कलको सेन्टर भइहाल्यो ओ भन्ने यो ए भन्ने भयो यो चाहिँ बी भन्ने भयो ए ओ बी भन्ने एउटा राइट सर्कुलर यो हेरे यहाँ 90 डिग्री भन्ने ल वेल यहाँ फेरि ट्रायंगल आइसक्यो बुझ्या नि यहाँ फेरि ट्रायंगल आइसक्यो विचार गर्नु ल अब यसको भिजिबल एरिया तपाईले कति देख्न सक्नुहुन्छ यसमा एउटा हो सियासे के वक्र सतह भिजिबल भनेको त्यही हो तपाईले देख्ने ठाउँ वक्र सतहको क्षेत्रफल सियासे तपाईले लेख्नु होला है सियासे को के त वक्र सतहको क्षेत्रफल कर्व सरफेस एरिया C U R V E D कर्व सरफेस एरिया S U R F A C सरफेस एरिया लेखिन्छ इंग्लिशमा नेपालीमा वक्र सतहको क्षेत्रफल अब यसमा वक्र सतहको क्षेत्रफल निकाल्ने बेला हामीसँग क्षेत्रफलको फर्मुला के हो L * B यही हो L * B निकाल्ने तर अब यसको के छ त हेर्नु यो भन्दा तलको अब यसको L कुन B कुन मलाई भन्नुस् यसको L कुन B कुन यसको यो H भनेको पनि यही हो L भनेको पनि यही हो B भनेको पनि बुझ्यो कि नै रे यहाँबाट जति पनि तल अर्धव्यास आछ नि यो तलतिर आएकोलाई हामी H र L भन्छौँ यो यतातिर भएको छ नि यसलाई B भन्छौँ बेस आधार बुझ्यो है अब हामीसँग यहाँनिरबाट के गर्ने त यसको सियासे निकाल्नु पर्यो यहाँनिर त पुरै यो बेस भयो भनेपछि हामीलाई 2r भयो
हैन 2 पाई r स्क्वायर सिधै लेखेपछि 2 पाई r स्क्वायर भइहाल्यो r स्क्वायर किन लेखेको भन्दाखेरि यसको याल पनि r छ b पनि r छ अर्धव्यासै हो दुईटै अनि यो 2 किन लेखेको भन्दाखेरि यहाँबाट यहाँसम्मको अङ्क गरि त हामीले लेख्यो त रे यहाँबाट यहाँसम्मको एउटा r यता छ भने एउटा r अर्को यता हो टोटल त 2r भयो हैन आधासम्म r भयो भने अर्को उतातिरको r लाई जोड्नु पर्यो टोटल कति भयो 2r त्यही 2r 2 पाई r स्क्वायर है 2 पाई r स्क्वायर r भन्छ है r स्क्वायर अब नम्बर 2 मा टोटल सरफेस एरिया 83 पूरा सतहको क्षेत्रफल के बाँकी छ यसमा तपाईले यो माथि यो भाग त ल्याइहाल्नु भयो यहाँ बाँकी के हो L यो बाँकी के हो यो हेर्न यो बाँकी हैन सर्कल बाँकी हैन सर्कलको एरिया निकाल्न बनाउन के हो टिआसे भनेकै रे टिआसे भनेको मैले अघि लेखाएको छु नि टिआसे भनेको के हो सिआसे सँग बाँकी रहेको जे बाँकी छ नि त्यही लेख्ने त्यो भनेको एरिया अफ बेस बाँकी रहन्छ है जहिले जुन पनि अब्जेक्टमा त्यही हो अरु सबै हामी निकालिहाल्छौं पहिले त्यो अब्जेक्टको बेस मात्रै बाँकी रहन्छ के त्यो बेसको एरिया जोड्दिनु सिआसे सँग बेसको एरिया जोड्दिनु हो टिआसे भनेको अब यहाँनिर त्यो सिआसे भनेको यसको के छ त यहाँ 2 पाई r स्क्वायर छ प्लस अनि बेसमा के छ सर्कल छ अनि सर्कलको एरिया के हो के हो अहिले सोली पढ्यो सिलिन्डर पढ्यो अझै पनि यसको एरिया आउनु बर्बाद भएन सर्कलको बेस निकाल्ने के हो बेसको एरिया निकाल्ने भन त विकल्प यो सर्कलको बेस एरिया निकाल्नु पर्यो सर्कलको एरिया निकाल्नु पर्यो r स्क्वायर पाई r स्क्वायर गुड पाई अब यसलाई यदि 2 पाई r स्क्वायर प्लस पाई r स्क्वायर गर्दा कति भयो 3 पाई r स्क्वायर यो यति सजिलो छ धेरै टेन्सन मान्नु पर्दैन है अब नम्बर 4 सरी 3 मा है नम्बर 3 मा अब 3 मा हाम्रो के काम हो भोल्युम आयतन है आयतन निकाल्नु पर्यो त्यसको आयतन निकाल्नु पर्यो अब यहाँ कस्तो प्रकारको अब्जेक्ट छ ट्रायंगल देखिन्छ यहाँ ए ट्रायंगल देखिन्छ कि नै चित्रमा ट्रायंगल छ नि छैन र छ नदेखि कोही छ नि ट्रायंगल एओबी भन्ने ट्रायंगल होइन ट्रायंगल त हो नि है ट्रायंगल छ त्यहाँ ट्रायंगल छैन भन्नु मिल्दैन ट्रायंगल छ भने त के आउँछ 1/3 त आउँछ ओके आउँछ 1/3 1/3 पनि आउँछ भोल्युम इज इक्वल्स टु फर्मुला l इन्टु b इन्टु यहाँ चाहिँ लाउने हो है अब यहाँ जे भन्यो भने त्यही r छ l b या जेसुकै भनौँ त्यहाँ r हो अर्धव्यास बाहेक अरु केही हुँदैन अर्धगोलक जेसुकै तिनटै l b या जे भन्यो भने त्यही r हो है त्यही भएर यहाँ के हुन्छ भने 1/3 ट्रायंगलको तर यो आधा भएर हामीले के लेख्छौं 2/3 लेख्छौं पुरा भएको भए 4/3 हुन्थ्यो र ट्रायंगल भएर 1/3 हो त्यो भइहाल्यो अनि यो टोटल यो कम्प्लिट भएको भए 4 हुन्थ्यो अनि यो आधा भएर अहिले के भयो 2 भयो त्यो भएर 2/3 अनि हाम्रो के भयो पाई r क्यूब ठीक है l इन्टु b इन्टु h l पनि r b पनि r h पनि के r त्यही भएर पाई r पाई r क्यूब भनेको पुरो कण्ठ हुनु पर्यो पुरो त्यति हो बुझिँदा बुझ्या हजुर पाई r क्यूब यस्तो हेर त पाई r क्यूब भनेको कसरी आयो भने यो चाहिँ 2/3 चाहिँ तिमीले राखेको कुरो बुझाइ नि 2 भनेको त्यो आधा भएर राखेको 1/3 त हाम्रो के हो त ट्रायंगल भएर आउने हो नि त त्यो भइहाल्यो त्यो पाई r क्यूब कसरी आएको भने पाई त हाम्रो अब सर्कल भएपछि आउने भइहाल्यो हो के त्यो r क्यूब कसरी आएको भने l को फर्मुला l भनेको r भयो हो के एउटा l भनेको r भयो अर्को l भनेको b भनेको पनि r छ हो के b भनेको पनि r हो नि अनि h भनेको के हो r छ हो यो एउटा हो यो त r इन्टु r क्यूब हैन भगवान r क्यूब बुझ्यो हजुर यसबाट भोल्युम निस्किन्छ के कन्फ्युजन परिमिति त परिमिति निकाल्नलाई त यहाँ के बाँकी छ त्यो जोड्दिनु मैले अस्ति भने परिमिति निकाल्नको लागि के गरे त के भुजाहरु छन् यहाँ ती सबै भुजाहरुलाई जोड्दिनु
एडिसन गर्ने परिमितिको लागि छुट्टै केही टेन्सन मान्नै पर्ने छैन हामीले छुट्टै फर्मुला पढ्ने सरी परिमिति भनेको के हो भने दिएको अब्जेक्टमा वस्तुमा जतिवटा भुजा छ नि त्यो भुजाको सबैको मान जोड्दिने छुट्टै फर्मुला पढ्ने हैन के सम अफ द अल साइड्स हुन्छ के सबै साइडहरुको भ्यालु जोड्दिने मात्रै हो परिमिति भनेको तिमीले फर्मुला पढाला रेक्टेंगलको 2l + b भन्ने पढाला त्यो भने कस्तो भन्दाखेरि त्यो l + b + l + b हो के त्यही गरेर 2l + b निकालेको हो चारवटा हुन्छ दुईटा l हुन्छ दुईटा b हुन्छ रेक्टेंगलमा हो के हो ठीक हो यही जोडेको सबै जोड्नु र त्यो फर्मुला पढ्ने हो त्यो मैले भने त्यो फर्मुला नपढ्ने के पढ्ने त सबै भुजालाई जोड्दिने परिमिति भनेको त्यही हो पुरा बुझ्यो नि सबै भुजालाई जोड्दिने के पनि गर्ने ल के भयो है परिमितिको केस कम्बाइन्ड सोलिड अब्जेक्टमा आउँदैन ठोस वस्तुमा परिमितिको केस सिंगल अब्जेक्टमा आउँयो ठोस वस्तुमा चाहिँ परिमितिको कुराहरु आउँदैन आयो भने म सर्कलको सर्कमफ्रेन्सको कुरा आउँछ सर्कमफ्रेन्स है वृत्तको परिमिति भन्छ सर्कमफ्रेन्स 2πr लगाउनु त्यहाँ 2πr किन लगायो त्यो पनि थाहा पर्छ सर्कल हो थाहा छ पाइ आउँछ अनि 2r को मिनिङ के हो डायमिटर हो के 2r भनेको वरबाट पुरैसम्म हैन बुझ्दै हैन बुझ्दै ल र अब अर्को लेखौं 3 नम्बरमा 9 क्लासमा पढेको कुरा है यो अब 9 क्लासमा पढेको कुरा तपाईले 9 क्लासमा पढ्नु भयो नि त्यो त प्रिज्मा प्रिज्मा भन्छ 9 क्लासमा पढ्नु भयो पढ्नु भयो नि त हैन रेक्टेंगुलर बेस प्रिज्मा पढ्नु भयो 9 क्लासमा अनि ट्रायंगुलर बेस पढ्नु भयो त्रिभुज आधार भएको र अर्को के आयत आधार भएको दुईटा पढ्नु भयो है तर हामीले यहाँ पढ्छौं आयत आधार भएको प्रिज्मा मात्र है प्रिज्मा भनेको अरु केही पनि क्यूब त देख्नु भएको छ क्यूब त्यो क्यूब देख्नु भएको छ कि क्यूब देख्नु भएको छ अहिलेसम्म खेल्ने क्यूब देख्नु भएको छ नि घन के घन घन वस्तु भन्छ घनकार हैन घनकार वस्तु क्यूब भन्छ त्यसलाई इंग्लिशमा है के भन्छ रे क्यूब बनाउनको लागि तपाईले पहिला एउटा रेक्टेंगल बनाइदिनुस् ट्र्याक पारेर बराबर हुन्छ नि है ट्र्याक पारेर एउटा रेक्टेंगल बनाइदिनुस् कट सबैलाई जोड्दिने त्यसरी बनाउने दुईटा अब्जेक्ट अब यहाँ के बाँकी छ सब जोड्दिन्थ्यो अनि तिम्रो प्रिज्मा बनिहाल्यो रे त्यसलाई के प्रिज्मा बनियो त रेक्टेंगुलर प्रिज्मा 5 नम्बर हैन 6 नम्बरमा आउँछ उसले 5 नम्बरमा आउँछ यसको माथिपट्टि त्रिभुज के रे पिरामिड आउँछ त्यो भयो नि अब यसको माथिपट्टि हेर यहाँ यसरी यसलाई जोडेको क्वेशन आउँछ के एकपटक सोधेको छ यसरी यो पिरामिड बनाउने भयो पिरामिड भयो यो रे त अब पिरामिड भयो त यस्तै क्वेशन आउने एकपटक सोधेछ क्वेशन यो अहिले चाहिँ नबनाउनुस् पिरामिड पछि हामी कम्बाइन पढ्ने हो यो संयुक्त ठोस वस्तु पढ्ने बेला चाहिँ यसलाई मिलाउँछौं पहिला यो सिंगल कुरा थाहा पाउँछ है पहिला सिंगल के हो त्यो थाहा पाउनु पर्यो यसको सिंगल कुरा थाहा पाउनु पर्यो पहिला चाहिँ सिंगल थाहा पाउनु अब यसको हेर है यो बेस हो ए बुझे यो चाहिँ यतातिरको जम्मै याद छ है यो साइड यो साइड यो साइड यो साइड यतातिरको चाहिँ यो र यो बराबर फेरि यताको र यताको बराबर यो भइहाल्यो अनि त्यसपछि यो र यो बराबर यसको यो र यो बराबर यसको पनि यो त ए हो है स्मल एलाई आधार अनि यो माथिको त हाइट पाँच नम्बरमा आउँछ भन्नु भयो आज म पाँच नम्बरमा आउने पिरामिड भन्छ पाँच नम्बरमा यसको आउँदैन है यसको माथिपट्टि अर्को पिरामिड जोडिएर 6 नम्बरमै आउँछ के पिरामिड बनाए नि लागि त्यस्तै पिरामिड जोडिएर 6 नम्बरमै आउँछ एकपटक सोध्या छ प्रिज्मा
होला अब यो प्रिज्मामा रे प्रिज्मामा के वक्र सतह हुन्छ यो वक्र सतह हुन्छ कि प्रिज्मामा हुन्छ वक्र सतह के भन्छ प्रिज्मामा वक्र सतह यो चित्रमा वक्र सतह हुन्छ कि नै के हुन्छ त आधार हुन्छ ए छड्के सतह हुँदैन त अनि वक्र सतह नभए छड्के सतह त हुनु पर्यो त दुईटा मध्ये एउटा त हुन्छ हैन वक्र सतह केमा हुन्छ जहाँ सर्कल आउँछ जहाँ बिटा हुन्छ जहाँ गोलो आउँछ नि त्यहाँ वक्र सतह हुन्छ जहाँ गोलो आउन्न त्यहाँ के हुन्छ छड्के सतह हुन्छ हो त्यो छड्के सतहको क्षेत्रफल निकाल्ने सूत्र लेख्नुहोस् पुरो हुन्छ के भने मैले छट्टी सतह केलाई मान्दैन छड्के सतह यो तलको बेस भाइ रे यो बेस भाइ माथिको सबै छड्के सतह बेस भने आधार है आधार भाइ यो तलको यो चित्र हो कि यहाँनिर नाम दियो भने जस्तै यो ए बी यो सुरुमा बनाएको सी डी एबीसीडी भन्ने एउटा बेस हो सुरुमा बनाएको यो भित्र अर्को अड्ड्या हो नि त अर्को चित्र अड्ड्या हो कि अब यसको भित्र के अड्डेको छ अरे यसलाई पी यसलाई क्यू आर एस भन्यो भने यो भयो अझ यहाँ भित्र यो पनि नाम छ यहाँ नाम छ नाम बनाउन सकिन्छ यी चित्रहरूभित्र अड्केका छन् भित्रपट्टि अड्केको यो पी क्यू आर भनेको यहाँ अड्केको हो यसमा यो चित्रमा अड्केको हो अर्को एबीसीडी भन्ने चित्रमा के अड्केको छ पी क्यू आर एस भन्ने अड्केको छ हामी यो कोठामा उभिएका छौँ भने जस्तै हो हाम्रो लागि यो तलको आधार हो कि हो यो चित्रको लागि पनि के हो यो आधार हो एबीसीडी को आधार एबीसीडी चाहिँ आधार हो कसको पीक्यूआरएस को आधार पीक्यूआरएस भन्ने त्यहाँ एउटा चित्र छ त्यो चित्रको आधार हो एबीसीडी एबीसीडी मा बसी अड्ड्या हो त्यही भएर त यहाँ छड्के सतह हुन्छ त्यो थाहा पाउनु पर्यो है हो कि ल नंबर 1 क्या ले ऐसे lateral surface area ए छड्के सतहको क्षेत्रफल आज नआउनेलाई धेरै गाह्रो हुन्छ आज आएन त्यसलाई धेरै गाह्रो हुन्छ धेरै गाह्रो हुन्छ ढिलै उठेर आइयो तपाईँ आउनु भयो हजुर हामी त ढिलै उठेर आएको हामीलाई बढी म अब 10-15 मिनेट ढिलै आउँछु आइहाल्छु पढाउनु मेरो जस्तो सुकै समस्या पढोस् म पढाउन त आइहाल्छु त्यस्तो पढाउन चाहिँ आइहाल्छु त्यो ख्याल हुँदैन पढ्न चाहिँ आइहाल्नुपर्छ त्यही भएर छुटाउनु भयो भने आइहाल्छु बरु 10 मिनेट ढिलो आउने भने आजको कुरा त छुट्दैन आजको छुट्दैन ढिलो आयो ल lateral surface area LSA अब यसमा हामीले LSA निकाल्नु पर्यो ए यहाँ कतिवटा lateral surface area देख्छ कसैले यसमा एउटा दुईटा रे यो ए ओ भरि यो पनि ए हुन्छ अनि रे यो भित्रको यो बाहिरको या छ भने यो भित्रको पनि यो या छ यो थाहा पाउनु पर्छ कतिवटा तीनवटा देखेको मेरो कोले तीनवटा देखेको होइन तीनवटा हुँदैन या एडिएसपी एउटा भयो अनि पीएस अनि आरक्यू एउटा भयो अनि आरसीबी क्यू एउटा भयो चारवटा हुन्छ तीनवटा एउटा एउटा पुग्ने त्यो उ सर एबीसीडी ल रे lateral surface area भनेको यसको कति आउँछ त LSA भनेको रे ओ ए याच भनेर पढ्नु भयो होला 9 क्लासमा पढ्नु रे ओ ए याच ओ भनेको यहाँ चारवटा सर्फेस हुन्छन् भनेको ए भनेको यसको लम्बाइ हो तलको बी याच भनेको चौडाइ हो रेक्टेंगलको l * b हो के फर्मुला लगाए l * b हो ए भनेको आधारको लम्बाइ भइहाल्यो अथवा त्यसलाई बेसै माने पनि हुन्छ बी माने पनि हुन्छ ब्रेथ माने पनि हुन्छ चौडाइ माने पनि हुन्छ यो ए भनेको एच भनेको लम्बाइ माने जे माने पनि हुन्छ तर यो दुईटा के हो त लम्बाइको चौडाइ हो यो को भनेको यहाँ चारवटा हुन्छ यो एउटाको सूत्र मात्रै भयो नि त ए * एच भनेको एउटाको मात्रै भयो अनि यहाँ चारवटा हुन्छ त्यही भएर को ए त्यति के पढ्नु पर्छ एलएसी भनेको के हो LSA भनेको छड्के सतहको क्षेत्रफल अस्ति लेखाएको पिरामिडमा लेख्ने यहाँ छड्के सतहको छड्के सतहको क्षेत्रफल क्षेत्रफल पुरै तपाईले लेख्ने सर्टकटमा लेख्नुहोस् छड्के सतहको पुरो भएछ
सक्यो यसको टी आसे भनेको नि यही हो है 2 नम्बर आल्यासे इजिकल्स टु टी आसे टोटल सर्फेस एरिया र है भोल्युम एउटै हो मेरो छ। एउटा यहाँ 4 वटा हुन्छ नि 4 वटा हामी यहाँ निकाल्छौँ अब के को निकाल्दै के बाँकी छैन त बाँकी भयो निकाल्दै हैन बाँकी भयो निकाल्दै बाँकी छैन त एउटै भयो यही फर्मुला लाउने भनेको के टी आसेमा पनि यही रियल हो कि के होइन र। हैन 2a अन्त हामी पिरामिडमा पढायो होला नि यसमा हो त त्यो हैन 9 मा पढाएको कुरा बिर्सिहाल्यो कहाँ पढ्यो कहाँ पुग्यो हैन 10 क्लासमा छैन यो तर क्वेशन कम्बाइनमा सोधिन्छ क्या समस्या त्यो 10 क्लासको बुकमा तपाईले बस्नु भयो नि भेटिन्न क्वेशन आइदिन्छ तर जति त्यो त्यही गरेर पढ्नु पर्छ है ल भोल्युम लेख्नु भोल्युमको सूत्र के हो L into V into H ए त्यही हो है L into V into H L into V into H भनेको यता A into A into H किन होला A into A into लेखा A भनेको yellow A भनेको B A स्क्वायर यहाँ A भनेको yellow B भनेको B हो ल थाहा पाउनु त्यो भनेको के होला A स्क्वायर H ल यति भयो भने यो हाम्रो सिंगल अब्जेक्ट है सिंगल अब्जेक्ट सक्यो अब ठोस वस्तुतिर जाने अब ठोस वस्तुतिर जाने भइहाल्यो के भयो भने त के भयो नि भनिहाल्नु है त्यस्तो केही हो नि भनिहाल्नु है अब आज घरमा गएर मजाले सुत्ने भइहाल्यो पानी परिहाल्यो बाहिर हेर्नु सरले सपना देखेको आज 3 बजे पनि आउने है स्कुलमा 3 बजेदेखि 4 बजेसम्म हामी पढ्छौँ सपना देखियो 1 बजे गएर आउने हो शिक्षा 3 बजेबाट 4 बजेसम्म म्याथ बेलुका पढ्ने हो बेलुका नि हुन्छ आज 3 बजे आउने 3 बजे 3 बजेदेखि 3 बजेदेखि स्टार्ट 3 बजेदेखि 4 बजे 4 4:30 सम्म म्याथ पढाइन्छ आज भोलि पर्सि 3 दिन 4:30 हुन्छ नि 4:30 सम्म हुन्छ 3 देखि 4:30 सम्मको लगभग हुन्छ त्यो हैन आज भोलि पर्सि बिदाको समयमा के हुन्छ भने तपाईहरुको कोर्सलाई पनि अलि छिटो लैजाउँ यो च्याप्टर भेटिसक्ने छ रात बेलुका आज हिसाब गरेर भेटिन्छ त्यो जाने हो है सबै साथीहरुलाई त्यो सूचना गर्नु होला आएको साथीहरुलाई उहाँको त सर 2-3 टा सूत्र छुटेर सिन्टा आएन बाबु मदै छन् 15 वटा छ ल अब 1 नम्बर लेख्नु त पुरै संयुक्त ठोस वस्तु भन्ने टपिक लेख्ने रे अब के लेख्ने संयुक्त ठोस वस्तु कम्बाइन्ड अहिले त सिम्बल लेखिरहेको छ ठीक छ केही फरक परेन ल के लेख्नु छ 1 नम्बरमा हामी पढ्छौँ अब है 1 नम्बर सोली र बेलन जोडदार सोली र बेलन अघि त हामीले सिंगल पढिरहेको छौँ नि डबल पढ्नु परेन डबल पढ्नु पर्यो है अघि त सिंगल पढेको अब डबल सोली र कोन दुईटै छन् है सोली र बेलन दुईटै बुझ्दै है अब त्यही फर्मुला रिपिट हुने हो के अब त्यही फर्मुला रिपिट हुँदै जाने हो रिपिट गर्नु अघि पढेको कुरालाई रिपिट गर्दै जाने इम्पोर्टेन्ट हो 3टा कुरा इम्पोर्टेन्ट छ यहाँ 3टा 6 मार्क्सको क्वेशनको लागि 6 नम्बरको क्वेशनको लागि 3टा कुरा मात्र छ एउटा यही हो त्यसको सिआइसी मैले भने मान्ने सबै पढ्नु गरेर सबै किन पढ्नु पर्छ 3टा पढ्ने त्यसले बढी पढ्नु ल सोली र बेलन है सिआइसी पहिला हामीले सोली बनाउनु पर्यो रे पहिला हामी सोली बनाउनु पर्यो यहाँ पहिला सोली बनाउनु सोली बनाउनु पर्यो त्यसरी बनाउनु हुन्छ रे
सोली यसरी भर्टिकल बनायो नि हुन्छ, होरिजेन्टल बनायो नि हुन्छ, ठाडो ठाडो बनायो नि हुन्छ, त्यसो बनायो नि हुन्छ। कपीमा म चाहिँ 1300 बनाउँछु भने पाइन्छ है। चित्र अलि राम्रो बनाउनुलाई मलाई त आउँदैन, तपाईहरु एकदम आर्टिस्ट मान्छे हैन। मलाई त आउँदैन, तपाईहरु चाहिँ आर्टिस्ट मान्छे, चित्र बनाउने विद्यार्थी बहुत परफेक्ट हुन्छ नि चित्र बनाउने कुरामा। मलाई त आउँदैन है। ल अब यसबाट निटोबाट सिलिन्डर बनाउनु, यसरी तलतिर यतातिर सिलिन्डर बनाउनु। सिलिन्डर टमाटर सिलिन्डर बनाउने। ल धेरै माथि गयो। तलतिर पनि अलि माथि छ। सिलिन्डर र कोन, सिलिन्डर एन्ड कोन भन्ने चाहिँ भयो पेन्सिल। पेन्सिल हो यो है, पेन्सिल देख्नु भएको छ, पेन्सिल पेन्सिल हो अथवा यही मार्कर हो। मार्कर हो त्यही हो तपाईहरुको। पेनको पछाडि ढक्कन निकाल्दै ठ्याक्कै पेन है, पेनको चित्र बनाउने। सर तपाईँ गन्दा ल ठीक छ है। ल जरा यार यार सरी जरा हाँस्ने हजुर जान्छ बेलुका। ल है यसको यसलाई हामी अर्धव्यास भन्छौँ, आर सिलिन्डरको अर्धव्यास है। अनि यो चाहिँ कोनको अर्धव्यास, सोलीको अर्धव्यास है। अनि यो चाहिँ के हो त, सोलीको रे सोलीको याद, यो सोलीको याल याल भने थाहा छ नि, काल्पनिक हो। छड्के सत्ता होइन, छड्के उचाइ, छड्के उचाइ यो याद भनेको के हो, ठाडो उचाइ के को, सोलीको है। त्यसपछि यसलाई हामी अर्को याद, यो याद हो भने यसलाई याद वन मान्नु सजिलो हुन्छ, नत्र फेरि दुईटै याद याद होला बराबर। नभए एउटालाई क्यापिटल याद लेखे पनि हुन्छ। यो के अरे सिलिन्डरको उचाइलाई क्यापिटल याद मान्ने, आफूले मान्ने हो है, आफूले मान्ने हो। त्यहाँ फर्मुलामा त्यो त्यही हो भन्ने हैन, आफूले मान्ने। यहाँ क्यापिटल याद मान्ने हुन्छ कुरो बुझ्यो। ल यो दुईवटा चित्रलाई हामीले मिलायौँ भने अब यसको सियासी निकालौँ। यसको सियासी निकालौँ, वक्र सतहको क्षेत्रफल निकालौँ। पाई आर है प्लस अनि बेला रे यो एकदमै इम्पोर्टेन्ट वाला हो। फेरि कुरो विचार गर्ने तीनटा छ, मैले भन्छ नि तीनटा छ, तीनटा मात्रै पढेको पनि हुन्छ। त्यो तीनटा मध्ये एउटा क्वेशन कहिले पनि छोड्दैन, आउँछ 100%। पाई आर एच प्लस 2 पाई एउटा यही हो, एउटा यसको फर्मुला डिटेल जान्नु पर्यो। सिलिन्डर र कोन, एउटा अर्को छ हेमिस्फियर र कोन दुईटा, अर्को सिलिन्डर र हेमिस्फियर, यी तीनटा हो अब्जेक्ट, अर्कै पनि पढ्नु पर्दैन। ल सियासी आया ब्रैकेट पाई आर वक्र सतहको क्षेत्रफल, सियासी सतहको क्षेत्रफल अथवा सियासी। अब यसको सियासी निकाल्नु पर्यो। यो कम्बाइन्ड सोलिड अब्जेक्टको सियासी धेरै कम्बाइन्ड सोलिड एक के छ, बेलन र सोलीको सियासी निकाल्नु पर्यो रे। यसको सियासी निकाल्नको लागि हामीले केही पनि गर्ने होइन, एउटा काम गर्ने जोड्ने सियासी सोलीको सियासी लेख्ने पहिला, सोलीको सियासी प्लस अर्को के छ, अर्को बेलना बेलन के समझ पाई आर एच प्लस 2 पाई आर सियासी जोड दे, दुईटाको सियासी जोड दे भाइ। त्यति हो, पढा छ नि हैन, भर्खरै पढा सोली र बेलन। ल भन्नु के हो, सोलीको सियासी के हो, पाई पाई आर एल प्लस बेलनको सियासी के हो, 2 पाई आर एल। त्यति हो, यहाँ अर्कै लेख्नु पर्छ, त्यसलाई त्यतिमै सीमित। अब यसबाट कमन लिएर म लेख्छु भने कमन लिने
के कमन आउँछ पाइ आर कमन आउँछ l प्लस 2h बाँकी हुन्छ ओके पाइ आर कमन आयो l प्लस 2h बाँकी अब अर्को 2 नम्बर हो टोटल सरफेस एरिया पूरा सतहको क्षेत्रफल पूरा सतहको क्षेत्रफल ps इम्पोर्टेन्ट भनिरहेको छु है मैले यो घन्टा गर्नुपर्छ यसको फर्मुला तपाईँहरूले घन्टा गर्नै पर्छ यानी अब मलाई थाहा छैन मलाई मलाई थाहा छैन यो यानी अब घन्टा हुनुपर्छ 5 लाख ल्याउने नि भन्दै हुनु 5 लाख ल्याउने हो ल्याउने त म के थाहा ल्याउने नि घन्टा ल अब यसको टीएस लेख्यो ल बेलेर हेर यसको सीएस निकाल्ने टीएस निकाल्ने फर्मुला अलि फरक छ हेर यो टीएस बनिसकेपछि त्यो दुईटाको टीएस जोड्ने होइन है दुईटाको टीएस जोड्ने गरी यहाँ सोलीको सीएस प्लस बेलनाको सीएस गरेर यहाँ यदि सोलीको टीएस प्लस बेलनाको टीएस होइन यति फरक छ कि अन्त फरक छैन भोल्युममा दुईटै भोल्युम जोड्न पाइन्छ सीएस मा दुईटै सीएस जोड्न पाइन्छ टीएस मा पाइन्छ यति कुरा दिन्छ ए के जोड्न पाइन्छ रे टीएस दुईटाको टीएस जोड्न पाइन्छ त्यसले नि किन जोड्न पाइन्न भने यहाँ रे किन जोड्न पाइन्न त्यो पनि बुझ्नु जस्तै यसको पाइ आर एल निकाल्नु माथि यसको वान अपन थियो निकाल्नु नि हाल यसको बेस के हो सर्कल पाइ आर स्क्वायर त्यसको पनि बेस थियो अनि सोली कहाँ अड्डेको छ सिलिन्डरमा ओके हो त्यही भएर हामीले यहाँ के गर्छौँ भने यो दुई जोडी जोडिन्छ के यो पहिला अलरेडी जोडिसकेको हुन्छ यो माथिको हुन्छ नि त्यो अलरेडी आइसकेको हुन्छ त्यही भएर यहाँ टीएस जोड्न मिल्दैन पुरो बुझेको नि टीएस जोड्न मिल्दैन किन मिल्दैन भने यसको टीएस मा सिलिन्डरको टीएस मा के हुन्छ त्यो दुई चोटी जोडिन्छ कि जोडिन्न 2 पाइ आर स्क्वायर हो नि त सिलिन्डरको टीएस भनेको पछाडी बाँकी हो यहाँ हेर नि यो दुईटा कुरा त आइसकेको छ यहाँदेखि माथिको सबै आइसक्यो तपाईको सबै कुरा आइसक्यो यहाँभन्दा माथिको सबै आइसक्यो हाम्रो बाँकी भनेको यो मात्रै हो अब मतलब यो कम्बाइन के भन्छन् सोली र बेलनाको सीएस प्लस ए यहाँ लेख्नु पर्ने के हो भने सोली र बेलनाको भनेको यो सीएस के रे सोली र बेलनाको सीएस भनेको यो सीएस निकाल्यौं नि हामीले यही सीएस हो बेलनाको सीएस प्लस बेसको एरिया भनेको आधारको क्षेत्रफल प्लस आधारको बुझ्यो अब यहाँ सोली र यसको फर्मुला के भयो पाइ आर एल भयो प्लस 2 पाइ आर एच यो सोलीको र को बेलनाको के भयो सीएस भयो यो नि बाँकी प्लस बाँकी के हो यो पाइ आर हैन बाँकी रह्यो यसरी यो माथिको त पहिले आइहाल्छ अलरेडी ल अब आयतन निकाल्नु नम्बर 3 आयतन भोल्युम आयतनमा जोड दिने हो ए आयतनको जोड दिनु त सोलीको आयतन प्लस के को बेलनाको सोलीको भोल्युम प्लस बेलनाको सोलीको भोल्युम के हो 1/3 पाइ आर स्क्वायर एच प्लस पाइ आर स्क्वायर एचन भनेको नि हामी फर्मुलामा एचन मानेको छौँ यो सिलिन्डरको एचन हो एचन लेख्नु त्यही हाम्रो चित्र हो तपाईले क्यापिटल एच मान्नु भएको छ नि क्यापिटल एच लेख्नु तपाईले एचन यसलाई पनि मान्न पाइन्छ जसलाई मान्नुहुन्छ है जसलाई मानिनुहुन्छ एउटालाई मान्ने एउटालाई चाहिँ मान्ने किन मान्ने भने हिसाब गरेर पछि कन्फ्युजन नहोस् पुरो बुझ्यो नि आफूलाई कन्फ्युजन नहोस् क्या कुन भ्यालु कहाँ राख्ने हो यसको भ्यालु 10 दिएको छ 10 लिएर यहाँ राख्दिनु भने बिग्रिन्छ जस्तै यो एच को भ्यालु 10 दिएको छ भने तपाईले दुईटा ठाउँ एच लेख्नु भयो
भने यहाँ याजको ठाउँमा 10 राखिदिनु भयो भने आन्सर मिस्टेक आउँछ त्यो फरक बुझ्यो नि यो तीनटा त्योबाट यो तीनटा लाउनु पर्यो यसको क्वेशन आयो भने यही तीनटा फर्मुला लाउने हो यो लाउनु पर्दैन यति लगाएपछि नम्बर आउँछ ठीक छ नम्बर आउँछ है नम्बर छ ल एउटा 2 नम्बरमा त्यो तपाईहरुलाई मैले अहिले क्लास सोप दिन्छु है तपाईहरुले गर्ने 2 नम्बर नम्बर 2 नम्बरको क्लास सोप अहिले गर्ने के लेख्यो भने सोली र अर्धगोला जोड्ने ल यो निकाल्नु यसको चाहिँ के निकाल्नु त सूत्र निकाल्नुस् तीनटा सूत्र है सियासे वर्ग सतह पुरा सतह र भुलुम निकाल्नुस् बेसिकली सोली भनेको कोण एन्ड हेमिस्फियर ये तीनटा निकाल्नु यसको तीनटा निकाल्नु यसको तीनटा निकाल्नु त निकाल फटाफट सोली र अर्धगोला चित्र तपाईले जस्तो बनाउँदा नि हुन्छ है ठाडो बनाउँदा नि हुन्छ तेस्रो बनाउँदा नि हुन्छ कपी खेर जान्छ भन्ने लाग्छ भने ठाडो बनाउने फेरि तेस्रो बनाउने कपीको लोभ लाग्दैन भने ठाडै बनाउने एउटा कपी सक्यो पढ्न लाग्यो सक्याउनु पर्यो एउटा कपी त शिशु सक्याउनु पर्यो 1-2 हप्तामा सक्याउनु प्र्याक्टिस सकिएर नि अर्को किन्नु 50 रुपैयाँ भर्खरै सिद्ध्याछ हो फेरि अब काम 1 दर्जन नसक्या हुन्छ अब यहाँनिर हेर्दा पहिला सोली बनाऊ टक्क लाएर च्याट्ट पारेको एउटा बर्थडे क्याप बनाइदिऊ है बर्थडे क्याप बनाइदिऊ अब त्यसैमा अर्धगोला जोडिदिनु यहीँबाट अर्धगोला ल्याइदिनु तलबाट क्याप पारेर अर्धगोला जोडिदिनु आइसक्रिम खानु भएको छ नि हुन्छ मेरो बर्थडेमा अर्को वर्ष 11 मा आउने 11 मा पढ्न आउने सुर्खेत दिदी बेला हैन होइन त मैले भने है मेरो पहिलाको बर्थडे पनि छ अब यसरी मलाई पर्छ मान्छेमा यता रेडियस यता याद ल म निकाल यसो चित्र यस्तै हुन्छ यस्तो चित्र बनाउने अनि यो चित्रको केही टिकटाक बनाउनु निकाल ट्याक्ट गरेर निकाल यसको यो चित्रको टियासे नबिगाड्नु होला है यसको टियासे बिगाड्छ धेरै विद्यार्थी ल के गर्छ टियासे हेरौँ ल बनाऊ म हेर्न आछु तिमीहरूको कपी ल हेर यो ट्रेनिङ ल सोलीको सियासे प्लस अर्धगोलाको सियासे पाइरल प्लस 2 पाइरल अब सोलीको सियासे के हो आइआरएल ओके 2 पाइरल आइआरएल त प्लस के भयो त 2 पाइरल त्यही अब पुरा सतहको क्षेत्रफल यहाँनिर धेरै यो टियासे बराबर किन होला कसले भन्दै मलाई किन बराबर भयो होला यहाँ माथिबाट तल सेम भएन यो किन बराबर भयो होला त्यसो दे के हो मुख्य सतह र त्यो पुरा सतह सेम भएन होला हो
त्यही त गाडी विकल्पले भन्छ किन बराबर भयो बराबर भयो जोडहरूले के भन्दै यो किन बराबर भयो होला सियासी र टिआसी यसको यो चित्र हो टिआसी र सियासी बराबर हुन्छ कि यसको बाँकी के हुन्छ बाँकी सियासी निकालिसकेपछि यो चित्रबाट तिमीले सियासी निकालिसकेपछि के बाँकी रहन्छ चित्रमा हेर के बाँकी रहन्छ बल्ल भन्छ हामीले यसको सियासी निकाल्यौँ कि नि वक्र सतहको क्षेत्रफल निकाल्यौँ नि अब बाँकी चाहिँ के रहन्छ टिआसी भनेको त यो हो किन बाँकी रहेको चिजलाई लेख्ने हो बाँकी रहेकोलाई के बाँकी रहन्छ ठाडो उचाइ किन लेख्ने ठाडो उचाइ त हामीलाई आवश्यकै छैन ठाडो उचाइ त आइहाल्छ नि ठाडो उचाइ केही पनि बाँकी छैन बाँकी भनेको यस्तो हो कि यहाँ तल केही बाँकी छ कि भनेको यो बीचको त आइहाल्छ बीचको यहीँ आइहाल्छ त्यसमा सियासीमा आइहाल्छ यहाँ बाँकी तल केही भयो भने टिआसीमा याद गर्नुपर्छ अरे यो चित्रमा मात्रै हो फेरि अरू चित्रमा बाँकी रहन्छ बेसमा जस्तै यहाँ तल आधार भनेको केही बाँकी आधार यो त आधार होइन नि यसको यो आधार हो होइन नि आधार नभएर यसको यो बराबर भयो सियासी र टिआसी बराबर छ बुझ्छ कि यही एउटै फर्मुला पढ्ने हो कि यो पनि इम्पोर्टेन्ट छ है 2 नम्बर अब आयतन त त्यही जोड्दिनु त होला हामी के छ 1/3 पाइ आर स्क्वायर यास प्लस 2/3 पाइ आर क्यूब यसको पाइ आर क्यूब यसको 1/3 पाइ आर स्क्वायर जोड्ने हो सबका सब यहाँ जोड्ने काम मात्र त्यहीबाट अघि सिंगल बढायो नि त मैले डबलमा बढाएर ल अघि बुझाएँ मैले अहिले डबलले लेख्ने हो कि बढाएको छ त्यो पनि छैन यहाँ हेर्दै त्यही गरेर भयो जसले गण्डा गरेर त्यसले लेख्ने बढाएको ल अब 3 नम्बर लेख अर्को के लेख्यो भने अब के बाँकी रह्यो त बेलना र अर्धगोला ए सुली त भइसक्यो त कति जस्तो लेख्ने अर्धगोला बेलना र अर्धगोला सिलिन्डर एन्ड हेमिस्फियर ल लेख यसको बनाऊ यसको चित्र बनाऊ सिलिन्डर र हेमिस्फियर को चित्र बनाऊ त सिलिन्डर र हेमिस्फियर को बनाऊ फटाफट कस्तो चित्र बन्छ बेलना र अर्धगोलाको यही तीनटा है तपाईहरुलाई धेरै भन्दा धेरै क्वेशन सोध्ने भनेको यही तीनटा अहिले जुन तीनटा लेखाए यही तीनटाबाट क्वेशन आउँछ धेरै भन्दा धेरै है सबैभन्दा धेरै क्वेशन आउने भनेको यही अरूबाट आउँदैन अर्को एउटा बाँकी छ त्यो चाहिँ अब लास्ट हो त्यो एकचोटि सोधेर त्यही पनि यहाँबाट सोधिन सक्छ भने पढिहालौँ अब हामी पहिला सिलिन्डर बनाऊ सानो बनाए हुन्छ ठुलो बनाए हुन्छ त्यो तपाईहरुको हातमा है सिलिन्डर जत्र बनाए अब यो हेमिस्फियर माथि पनि जोड्न पाउनुहुन्छ है माथि जोड्न पनि पाइन्छ तल जोड्न पनि पाइन्छ त जोडे एउटै हो है जस्तै तपाईले यहाँनिर यहाँबाट माथि हेमिस्फियर बनाउँछु भने पनि पाइन्छ माथि बनाउनु भयो त्यसको तल बनायो माथि अलिक सानो भयो ठुलो बनायो हेमिस्फियर स्पाइर होने क्या हो यार स्पाइर नाम स्पाइर भन्दिनु हुन्छ नि कहाँ हुन्छ ल हेमिस्फियर मैले माथि जोडेको छु तपाईले तल पनि जोड्नु पाउनुहुन्छ है तलतिर जोडेको ए अब त्यसको यो रेडियस हो है अर्धव्यास त्यतातिर पनि अर्धव्यास हुन्छ यताबाट यता गयो भने पनि यो अर्धव्यासै हो अब तपाईहरुको यहाँदेखि यहाँसम्मको लागि हामी सिलिन्डरको उचाइ याद हुन्छ याद भनेको सिलिन्डरको उचाइ जसलाई पछि थाहा हुँदैन त्यसले साइडमा देखेकै हुन्छ सिलिन्डरको उचाइ हो बेलनाको उचाइ यही हो फर्मुला सबै बनाइसक्यो बधाई यही भयो राम्रो ल इसको सियासी लेख अर्धगोला बेलना को सियासी के हो भन त बेलना को अर्धगोला को 2 पाई r अब इसको ds
के लेखा त बुझ्या 2 by r आयो s plus r यो कमन लिएर लेख्ने आउँछ कुरा हो यही लेखेर म यहीबाट हिसाब गर्नु नि भयो है कमन लिएर म छुट्टै गर्नु गर्छु भने नि भयो हाम्रो हाल कुरा 2 by r कमन आउँछ हैन s plus r मागिरहन्छ त्यही हो नि अब हेर पूरा सतहको निकाल्ने बेला यहाँ के गर्ने हेर त यो भन्दा माथिको सबै आयो यो बाँकी रहेछ अहिले अहिले बाँकी छ अघि थिएन नि त अहिले बाँकी छ बाँकी भएको छ नि त बाँकीलाई पनि लेख्नुपर्छ यो पहिला सियासे लेख 2 by r h plus 2 by r स्क्वायर सियासे हो नि त यो सियासे लिने हो है कमन सोल्युसन अब्जेक्टमा यो सियासे लिने हो छुट्टै सियासे लिने हो प्लस बाँकी के हो by r स्क्वायर पाई r स्क्वायर बाँकी हो यही बाँकी हैन यो दुईटा पाई r स्क्वायर त जोड्न मिल्छ नि यसलाई जोड्न मिल्छ नि कति भयो 3 by पाई r प्लस 3 पाई ए 3 पाई r है यो 2 अनि एउटा 1 3 भयो हैन ल अब भोल्युम त जोड्दिने हो दुईटा पाई r स्क्वायर h प्लस के हो 2 by 3 by r है पाई r स्क्वायर h प्लस 2 by 3 पाई r यो तीनटा चाहिँ पानी पानी बनाउने है यो तीनटा जुन जुन लेखा छ नि 1 2 3 नम्बरको चाहिँ पानी पानी हुनुपर्छ है तपाईहरुलाई पुरै पानी पार्ने पानी कण्ठा बनाउनु पर्यो है पुरै हो नि यो तीनटा चाहिँ जान्नै पर्छ है यो तीनटाबाट क्वेशन आउँछ अहिले लेखेर राखेको 6 नम्बरको क्वेशनमा के आउँछ तपाईलाई बेलन र अर्धगोला के आउँछ बेलन र सोली के आउँछ सोली र अर्धगोला यो भन्दा बाहिर क्वेशन आउँछ लेखेर कोही क्वेशन आउँदैन तीनटा मध्ये एउटा फिक्स यो तीनटा मध्ये फिक्स यो तीनटा त्यो त बाहिर क्वेशन आउँदैन ले भनेको मतलब तपाईले जान्नुपर्ने के रहेछ सिलिन्डर धेरै बेलन अर्धगोला र सोली त हो नि त तीनटाको फर्मुला जान्ने हैन तीनटाको मात्रै अनि पिरामिडको त अगाडि 5 नम्बरको लागि हो क्वेशन नम्बर 5 मा आउँछ त पिरामिड चारवटा छोटा गरेर अब एउटा बाँकी छ लास्ट यो चाहिँ एकचोटी 2080 मा सोधेको छ लास्टमा अहिले बाँकी राख्नु होला त्यसपछि रिपिट चाहिँ भएन त्यही पनि यो पढिहाल्नु पर्छ है मैले सोधिदिन सक्छ हुन सकिन्न क्वेशन बनाउने मान्छेले के बनाउँछ ए यो पूरकका त उनी एउटा क्वेशन गाह्रो हाल्दै दिनु पनि सक्यो नि त हैन त्यो कुरा ल अब 4 नम्बरमा लेखौ त पिरामिड र ल यो लास्ट हो कमेन्ट सोल्युसन यो लास्ट हो यो जोडेर हो एकपल्ट सोधिसकेको छ 2080 एकपल्ट मात्रै सोध्या हामी क्वेशन गर्न थाहा पाए आउँछ 4 नम्बर त्यही धेरै इम्पोर्टेन्ट छ तर 3 नम्बरसम्म चाहिँ जान्नुपर्छ है 3 नम्बरसम्मको तपाईले जान्नै पर्ने हो ल पिरामिड एन्ड प्रिज्माको पहिला प्रिज्मा बनाऊ अघि हामीले बनाएको प्रिज्मा बनाउने सुरु रे अघि बनाएको प्रिज्मा अगाडि रे चित्र बनाउने बेला पहिला नत्र अहिले नआउन सक्छ पहिला प्रिज्मा बनाउने क्या पहिला प्रिज्मा बनाउने बल्ल पिरामिड बनाउने यो प्रिज्मा भयो यो प्रिज्मा भयो रे यो प्रिज्मा भयो अब प्रिज्मा माथि पिरामिड यसको भुजालाई लिएर माथि तान्नु यता ल याक्कै एउटा घर दान भइगयो त देख्यो कति दामी चित्र बनाउने हो बना जस्तै कताबाट पता लागेको छ देख्दियो नि अब सरले यो चित्र बनाएको अर्को व्यवहार बनाउन त्यो काम गर्छ बिरामी त्यति सानोमा त्यत्रो ठुलो चित्र बनाइदिने हो त अलिक सानो बनाउनुपर्छ त बेस यहाँ दुईटा नाम देखाए एउटा नाम मात्रै भयो एउटा बनाउँछ नाम दुईटा देखाए खै त गङ्गासको कस्तो बन्यो हेर नि त
भन्नु त पहिला प्रिज्मा बनाउने प्रिज्मा बनाउने अनि त्यसपछि माथि पिरामिड बनाउने हो क्या प्रिज्मा माथि पिरामिड हो ल हेर त त्यसको यो चाहिँ भर्टिकल हाइट सिधा तान्ने अनि यो त्यसपछि यहाँबाट तिम्रो डट 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 यहाँ आयो त्यसरी यहाँबाट पनि एउटा डट 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 लाइनले जोड्दियो यो भर्टिकल हाइट अनि अब यता हेर यो बेस रे यो बेस अनि यो चाहिँ तपाईको प्रिज्माको हाइट क्यापिटल एच मान्ने है प्रिज्माको हाइट अनि यसलाई हामी पिरामिडको हाइट स्मल एच मान्ने रे स्मल एच मान्ने स्मल एच भनेको प्रिज्माको सर पिरामिडको हाइट यो डट डट लाइन भनेको के हो एल हो छट्के उचाइ हैन अनि यो के हो ई हो ई भनेको के हो अस्ति मैले के भनेको थिएँ किनारा ओके पिरामिडको किनारा ए भनेको आधार बुझ्नु भयो कि नहीं बुझ्यो अब यसको निकाल्नु पर्छ सिया से टिया से त्यो भागो भन्नु भागो भागो नबनाउनु सीधा सीधा बनाउने नि वक्र सतहको क्षेत्रफल ए वक्र सतह छैन यहाँ अब टिया क्या आयो छड्के सतह आइछ छड्के सतह छड्के अब मलाई भन पिरामिडको छड्के सतहको क्षेत्रफल के हो पिरामिडको पिरामिड 2al हैन पिरामिडको ओके 2al प्लस प्रिज्माको के हो 4a 4a एच हैन अहिले प्रिज्माको हाइट क्यापिटल एच क्यापिटल एच राइ अब टी एच ल हेर यो आयो 2al प्लस 4ah यो आयो 2al प्लस 4ah प्लस के बाँकी छ यसको बेस हो नि आधार बाँकी हो आधारको क्षेत्रफल निकाल्ने सूत्र के हो त्यसको पाई आर स्क्वायर कहाँबाट पाई आर स्क्वायर आयो यो त काहीँ पनि सर्व छैन यहाँ पाई आर स्क्वायर आइदियो बेसमा हाम्रो के छ ए स्क्वायर मात्रै ए अब भोल्युम निकाल्नु पर्यो भोल्युमको फर्मुला के हो पिरामिडको के हो भोल्युम 1/3 a स्क्वायर h हो कि हैन पिरामिडको प्लस अनि हाम्रो प्रिज्माको के थियो अघि a स्क्वायर क्यापिटल h है स्मल ल यति गरेपछि कम्बाइन्ड सोलिड अब्जेक्ट सक्यो सबै यति हो यहाँभन्दा बाहिरबाट क्वेशन तपाईलाई आउँदैन त्यही र अब यहाँ भित्रबाट क्वेशन तपाईलाई कस्तो आउन सक्छ भने रेट एन्ड कस्टको कुरा गर्न सक्छ है रेट एन्ड कस्ट भनेको खर्चको कुरा गर्न सक्छ खर्चको कुरा गर्दाखेरि तपाईलाई जेको खर्चको कुरा गरेछ त्यही निकाल्नु पर्यो त्यसलाई चाहिँ के भने यस्तो गरी बनाऊ चित्र नानी त्यतै पहिला के गर भने सबभन्दा पहिला यो तलको बेस बनाऊ यो चित्र बनाऊ हो यो माथि फेरि यो चित्र बनाऊ हेर यो चित्र बनाउनु ट्याक्क यो चित्र बनाउने त्यसपछि यसलाई जोड्ने सुरुमा लिएर यी सबैलाई जोड्ने यहाँ ट्याक्कबाट यसलाई जोड्ने अनि यसलाई जोड्ने जोडियो सबै जोडेर अनि यहाँबाट तान्ने पहिला लाइन एउटा लाइन तान्ने त्यसपछि अर्को लाइन यहाँ यही पोइन्टबाट यो लाइनमा जोड्ने यही पोइन्टबाट यो लाइनमा जोड्ने यो पोइन्टबाट यो लाइनमा जोड्ने भ्याइयो फर्के छ जोड्दिने काम मात्र होइन कि कस्तो तिम्रो मेरो सर्ट त्यस्तो भ्याइयो है केही छ कन्फ्युजन ठीक छ आजलाई पनि यति गर्छ भ्याइयो